हेलो गाइस, नमस्कार। बिहान बिहान शुभ बिहानी यहाँहरूलाई। हामी चाहिँ यति बेला लुम्बिनी भ्रमण गर्दैछौँ। गौतम बुद्धको जन्मस्थल, हाम्रो नेपालको शान्ति भूमि। कस्तो छ म्याम, के छ हालखबर? मेरो चाहिँ ठिक छ म्याम। हजुरलाई लुम्बिनी कस्तो लाग्यो? मलाई त राम्रो लागेको छ। पहिल्यैदेखि आउन मन थियो, धेरैचोटि यो ठाउँमा घुमिन्छ कि, आइन्छ, काम पर्छ, गइन्छ, फर्केर गइन्छ, तर भित्र पस्ने मौका चाहिँ पाएको थिइनँ कि मैले। आज म एकदमै एक्साइटेड। आफ्नै देशमा भएको शान्ति भूमिमा पनि बस्न हेर्न नपाउने भएर किनकि रमाइलो लागेको छ है। के छ रोशनी? रोशनी म्यामलाई चाहिँ कस्तो लागिरहेछ? घुम्न पायो भनेर खुसी भयो होला नि त। फर्किँदा लैजाऊँ ल। अहिले हामी यता जाऊँ पहिला। चटपटे खाने एकछिन पछि खाने होला। छिटो हामी भर्खर प्रवेश गर्दैछौँ यहाँ। फोटो नखिच्ने, अहिले पछि खिच्ने। यो के यस पानीमा पनि के फोटो खिच्छौ? भित्र मन्दिरमा गएर फोटो खिचौँला एउटा, अनि त्यसपछि जाम्ला। अहिले त गर्मी भयो यार। त्यहाँ बाख्रो कपडा चाहिँ खोज्ने हुन्छ। अनि बलक भइरहेछ। रमाइलो गर्नुपर्छ ल। कहाँ हामी अघि गएको कुन मन्दिर? जापानिज मन्दिर होइन? अब यो कुन चाहिँ? यो कुन अरे? यो हाम्रो देशमा विदेशीहरू ल्याएर मन्दिर बनाइदिनुहुन्छ। हाम्रो देशका हाम्रो पनि छ, हाम्रो उसले बनाएको। त्यही पनि नेपालमा जन्मेको बुद्ध चाहिँ विश्वव्यापी रूपमा चर्चित छ, शान्ति भूमि भनेर। यो चाहिँ हामीले गर्व गर्नुपर्छ। साथीहरू, हाम्रो यो गौतम बुद्ध चाहिँ विश्वमै चर्चित हुनुहुन्छ। हाम्रो अहिले बुद्धिस्टहरू विश्वभरि छरिएर बस्नु भएको छ। हाम्रो देशमा जन्मेको एउटा व्यक्ति, हाम्रो देशमा जन्मेको एउटा मान्छे ध्यान गरेर विश्वव्यापी रूपमा यसरी परिचित, यसरी धर्मको रूपमा चिनाउन सक्नु भनेको कतिको ठुलो कुरा हो, त्यो आफै बुझ्नु होला। लाइट अफ एसिया महादेशमै लाइटको रूपमा लिने हाम्रो गौतम बुद्ध हाम्रो देशमा जन्मिया छ कि। हे भगवान्, यो हाम्रो देशमा जन्मिया छ कि, हाम्रो देशमा जन्मिनु भएको छ, हाम्रो नेपाल देशमा। हामी विदेशमा जाँदाखेरि बुद्धिस्टहरू, बुद्ध धर्मावलम्बीहरूले हाम्रो बुद्धको नाममा मन्दिर बनाएर, मन्दिर होइन गुम्बा बनाएर ध्यान गरेको, पूजाआजा गरेको देखिन्छ कतिपय ठाउँहरूमा। हामी थाइल्यान्ड पनि भ्रमण गएको थियौँ, त्यति बेला पनि त्यहाँ बुद्धकै मन्दिर देखाउनु भएको थियो। त्यहाँ हामी घुम्न जाँदा हाम्रो नेपालमा जन्मेको बुद्धको, बुद्धिस्टको मन्दिर विदेशमा भेटिँदा चाहिँ त्यहाँ जाँदा चाहिँ के चाहिँ लाग्दो रहेछ भने, म हिन्दू धर्मको विरोधी चाहिँ होइन, तर त्यहाँ पुग्दाखेरि चाहिँ मलाई के लागेको थियो भने, ला विदेशमा हाम्रो देशमा जन्मेको बुद्धको यति धेरै भ्यालु छ भने हाम्रो देशमा त हाम्रो देशका सबै नागरिकहरू, हाम्रो देशका सबै मान्छेहरू बुद्धिस्ट हुनुपर्ने होइन र जस्तो चाहिँ फिल भएको थियो। मलाई त्यसरी चाहिँ फिल भएको थियो। साथीहरू, हजुरहरूलाई कस्तो लाग्छ? जस्तो लाग्छ त्यस्तै लाइक कमेन्ट गर्नु होला। जस्तो लाग्छ त्यस्तै कमेन्टमा भन्नु होला। तर मलाई चाहिँ त्यो लाग्यो ग्यारेन्टी। ल है सुरु भयो ल सुरु भयो ल ओ माने भति भाङ ल ठ्याक्कै टिकटक बनाउनुहोस् न 15 मिनट। मायादेवीमा गएर माया नलाउनु ल भन्ने आज। हामी यति बेला लुम्बिनी परिसरभित्र छौँ। यहाँलाई कस्तो लाग्दैछ सर? ल भन्नुहोस् तपाईँको। एकदम रमाइलो भइरहेछ हजुर, एकदम रमाइलो भइरहेछ। हामी यो जर्मनको मन्दिर घुमेर हामी कुन मन्दिर जाँदैछौँ अब? चाइनाको मन्दिर हो कि नि? जान लाग्यो। चाइना, त्यसपछि नेपालको मन्दिर। हामी नेपालमा बसेर चाइना घुम्दैछौँ। गाइड जुत्ता चाहिँ बाहिर राख्नुपर्छ। हामी यसरी राखेर हिँडेछौँ। यसरी जुत्ता खोलेर बाहिरै खोलेर हिँड्न पर्ने रहेछ।
मन्दिर जाँदा चाहिँ ल त म्याम राम्रोसँग लगाउनुहोस् है। यता बस्ने हो भने जब निस्किनै मन नलाग्छ आनन्द रिल्याक्स भयो। हाम्रो रोशनी म्याम यहाँ हिँडिराख्नु भएको छ। अरू साथीहरू कहाँ जानुभयो? हाम्रो सर हुनुहुन्छ त्यहाँ। यो चाहिँ नेपालले बनाएको मन्दिर हो के लुम्बिनी नेपाल के हो? ओके मुभ अन लेट्स गो। ल हामी नेपालले बनाएको मन्दिर परिसरभित्र प्रवेश गर्दैछौँ गाइज। यहाँ चाहिँ केपी ओली भित्र पस्नु भएको छ भन्ने सुन्नमा आएको छ। जेएनजीहरू धेरै आछन् डराउनुहुन्छ होला। नेपालको मन्दिरमा दर्शन ढोक नमस्कार शान्ति शान्ति ओम शान्ति भन्ने लास्टमा। यहाँबाट फोटो भिडियो खिच्न नपाइदो रहेछ है। यहाँभन्दा भित्र ल यहाँसम्म हामीले भिडियो अन्त्य गऱ्यौँ। यो चाहिँ पानीको तलाउ। यहाँबाट डुङ्गा चढेर चाहिँ बस पार्क गइदो रहेछ गाइजहरू। उताबाट एउटा सफारी लिएर आउने अनि त्यसपछि यहाँदेखि चाहिँ डुङ्गामा सर बस पार्कसम्म चाहिँ जान मिल्दो रहेछ। यस्तो छ हाम्रो लुम्बिनीमा गाइज। तपाईँहरू चाहिँ हेर्न नछुटाउनु होला। सिर्जना सिर्जना जाम न। हेलो जाम उता मायादेवी मन्दिरमा हो र डुङ्गामा जाने। यहाँ त आगो बल्या रहेछ बिहानै। आखिर त्यहाँ पैसा तिर्यो त अनि फेरि त्यो त हो। ल जाम पहिला उता। नमस्ते नमस्ते। सबै खिच्यो कस्तो हजुर? तपाईँको बुढोले गाली गर्नुहुन्थ्यो है अघि। किन है? फोटो खिचाइ गर्छ डुल्न जानु भने गर्छ भनेर हो र बुढा? यही हुनुहुन्छ बिचरा। जुत्तावाली छोरा पनि वाली होला। छोरा पनि वाली म चाहिँ क्यामेरा ब्यान वाली होला। ए यहाँ त के अरे माग्ने बुढी के छ? माग्ने एमडिआरटी माग्ने मन्थन माग्ने चेयरपर्सन माग्ने सबै माग्ने। तुलसीपुर जुत्ता कारखाना हाम्रो जुत्ता चाहिँ यसमा यसरी जुत्ता कारखाना खोलेर बसेका छौँ हामी यति बेला। अब भित्र मायादेवी मन्दिरमा जाने तयारी हुँदैछ। अब भित्र गएर खुट्टा धोएर मजासँग भित्र जाने हो। अब ल हिँडौँ लेट्स गो। यहाँ आएर खुट्टा धोने अनि भित्र जाने। फोहोर खुट्टा लिएर भित्र जान पाइन्न ल। खै हाम्रो टिकट
हेलो कहाँ हो यसरी दौडेर ये यहाँ चाहिँ के नाम से दे दो अल्लाह के नाम से दे दो कति रुपियाँ चाहियो पैसा दे दो ले लो और खुला छैन बाँकी 500 रुपैयाँ ले लो पैसा पनि ल्याऊ अल्लाह के नाम से दे दो आया दिदीको मन्दिरमा अल्लाह बोल्थे बाहिरै घुम्नु पर्छ त हामी त यहाँ पुरिरहेको गेटमा यहाँ आउनु पर्यो हामी फेरि यहाँ दौडेर यहाँ ए स्मृति तपाईँलाई बाहिर पुलिसले खोज्छन् भाइ साँच्ची हो खै बाहिर बाटोमा बाइक राख्यो भनेर बुढाबुढी तपाईहरुले कारबाही गरेर होला बुढाबुढी भएर मात्र एक्लै घुम्न जाने भनेर पुलिसले खोजिरहन्थे पैसा दिनुभयो तपाईहरुले हो पैसा दिनु यहाँ पैसा यो पैसाको फिर्ता दिनु न यहाँ सुन्नु न ओके थ्याङ्क यू गाइज हामी चाहिँ मायादेवी मन्दिर जाँदैछौँ जहाँ गौतम बुद्धको जन्मस्थल भनेर चिनिन्छ यति बेला ओ माई गॉड भित्र पस्दा चाहिँ कृपया शान्त साइलेन्ट भन्नुभएको छ मैले खिच्यो भने यस्तो आउँछ मोटो न मोटो हात्ती जस्तो अनि र फोटो खिचिदिने मान्छे पनि छैन मसँग एउटा पनि अरूको खिच्नुपर्छ रिस उठेर एक्लै आएर रिङी रिङी यसरी रिङी रिङी भिडियो बनाउँछु मैले हेर्नुहोस् तपाईँहरू चाहिँ के गर्नु गाइज लुम्बिनीमा आएर एउटा फोटो पनि खिच्न पाइएको छैन कस्तो अभागी होला म कस्तो राम्रो फोटो खिचिदिने मान्छे कोही छैन गाइज त्यही भएर एक्लै रिस उठेर भिडियो बनाउँदै हिँडेको छु बाहिर कुन इन्डियाबाट कि बर्माबाट कुन ठाउँबाट अनि भ्रमण आउनु भएको छ यति बेला चाहिँ म एक्लै भएर भिडियो खिच्दै बसेछु मेरो फोटो खिचिदिने मान्छे छैन कठैबाट के हरायो किप साइलेन्ट लुम्बिनी घुम्न आउनेहरूको घुइँचो एक ठाउँमा यति छ अन्य ठाउँमा कति होला गाइज लगाइज अब चाहिँ हामी फर्किँदैछौँ विशेष गरी हामीले सबै ठाउँ हेर्न पाएनौँ जे हेर्न खोजिरहेको थियौँ त्यो सबै हेर्न टाइम पुगेन हामीलाई हामी चाहिँ नेसनल लाइफ इन्सुरेन्सको सिओ क्लबको वार्षिक अवार्ड कार्यक्रममा सहभागी हुनलाई आएको थियौँ हामी भैरवामा खासमा अनि यही मौकामा जाऊँ न त एकचोटि घर फर्किँदा चाहिँ एकचोटि पसेर जाऊँ भनेर चाहिँ साथीहरूलाई कन्भिन्स गरेर गाडी बिच बाटोमा रोकेर हामी आएको थियौँ अब धेरै टाइम लिन नपाइने भएपछि हामी यहाँबाट फर्किँदैछौँ म चाहिँ अब यहाँदेखि अब दाङसम्मकै भिडियो बनाउँछु गाडी जहाँसम्म जान्छ हामी बुकिङ गाडीमा आएको त्यो गाडी जहाँसम्म जान्छ हामी कति इन्जोय गर्छौँ भनेर आफूलाई चाहिँ मेमोरी राख्नको लागि यो भिडियो बनाउनु खोजिरहेको मैले खासमा त्यति राम्रो स्पेसल प्रोफेसनल बनाएर राम्रै बनाउँछु भन्ने चाहना पनि होइन तर हाम्रो घुमफिर गरेको हरेक चिज गरेको हाम्रो चाहिँ एउटा मेमोरी होस् भनेर चाहिँ मैले यो भिडियो राख्न खोजेको ल है हामी चाहिँ कोदोको ढिँडो खाँदैछौँ कोदोको ढिँडो ढिँडो होटेलको नाम पनि भन्नु है यो होटेलको नाम चाहिँ के अरे यता पनि हो हजुरलाई पनि हो मलाई खसीको मासुको के हजुर अर्ग्यानिक खाना एकदमै अर्ग्यानिक लोकलको झोल दानखोलामा हाम्रो सुसु शाखाको टिम खाँदैछ है यस हजुरलाई आउनु होला
यहाँ भेजवाला हुनुहुनेछ यो पापड कस्तो तेलमा पुरा हुन्छ यो सब पुरा मात्रै होइन त्यसमा पुरा हो ल हामी धान खोलामा कोदोको ढिँडो खाँदैछौँ गाइज अब यस्तो समय हामीलाई मञ्चन कार्यक्रम हुन्छ यहाँको कार्यक्रम खाने सब सबै चिजले खाने बाचा गरेको छ है हजुर